नमस्कार। नयाँ वर्ष 2082 सालको हार्दिक शुभकामना व्यक्त गर्दै म उपस्थित भइसकेको छु तपाईहरुकै मित्र विनोद। मेरो घरेलु इन्टरटेनमेन्टको प्रस्तुति मेरो घरेलु कथा अन्तर्गत कार्यक्रम मेरो गजलमा यहाँहरू सम्पूर्णलाई स्वागत गर्न चाहन्छु। गजल एउटा शब्द मात्र होइन। गजल मनको भावना हो, आत्माको स्पर्श हो, कल्पनाको संसार हो। आज म तपाईहरु सामु एक गजल लिएर उपस्थित भएको छु। आशा छ तपाईहरु हेरेर अनि सुनेर साथ दिनुहुनेछ। आउनुहोस् ढिला नगरी सुरु गरौँ आजको गजल। म रोएको पल यदि माया तिमी हाँस्यौ भने, म रोएको पल यदि माया तिमी हाँस्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने। हाम्रो माया हरियाली पहाड अझै बनाउँदा, हाम्रो माया हरियाली पहाड अझै बनाउँदा, पिरतीको बिरुवालाई यदि तिमी ताछ्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने। आँखाबाट आँसु झर्यो बिछोड भई जाँदाखेरि, आँखाबाट आँसु झर्यो बिछोड भई जाँदाखेरि, मेरो मुटु दुख्थ्यो सानो यदि तिमी काँस्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने। अभागीको के नै छ र पीडै पीडा जताततै, अभागीको के नै छ र पीडै पीडा जताततै, हेर्दा पनि नहेर्नु है दिएको चिनो मास्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने। पिरतीमा घात गरी मुटुभित्र छुरा हानी, पिरतीमा घात गरी मुटुभित्र छुरा हानी, म रोएको पल यदि माया तिमी हाँस्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने, मलाई छोडी गए हुन्छ अन्तै नाता गाँस्यौ भने। हजुर, आजको गजल तपाईहरुलाई कस्तो लाग्यो कृपया प्रतिक्रिया दिन नभुल्नुहोला। तपाईहरुलाई पनि गजल लेख्न, सुन्न, वाचन गर्न मन पर्छ भने हामीहरुलाई गजल लेखी पठाउनुहोला। हामीहरु तपाईहरुको गजल वाचन गर्नेछौँ। र तपाईहरुलाई यो गजल कस्तो लाग्यो? यदि तपाईहरुलाई राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर गर्नुहोला। र यो च्यानल मेरो घरेलु कथालाई सब्स्क्राइब गर्नुहोला। अहिलेलाई बिदा हुन्छु, फेरि भेटौँला। नमस्कार।